बुढानी कण्ठ आइपुग्यो यहाँ रिसोर्टमा। अब हामी यहाँबाट खाजा खाएर कहाँ हामी जाने ठाउँ शिवपुरी जाँदैछ। यो चाहिँ बुढानी कण्ठको रिसोर्ट रहेछ है। यो चाहिँ यसरी लेमन कि यो सुन्तला फलिरहेको रहेछ, टेस्ट गर्नुपर्छ होला। हेलो गाइज, आज चाहिँ हामी शिवपुरी हाइकिङ जाँदैछौँ। यता हुनुहुन्छ हाम्रो 4 जना दिदीबहिनीहरू। अनि यता धेरै पछिको हाइकिङ है, स्पेसली म आएपछि है। स्टार्टिङमा यस्तो छ। ल अब शिवपुरीको यात्रा अब सुरु हुन्छ है हाम्रो। बहिनीहरू टिकट काट्न जाँदैछन्। यता बहिनीहरू सिकिस्ती पारामा बिरामी भएर बसेको छन् हिँड्दा आज घुमाए ठुली बहिनीहरूले कान्छी बहिनीहरूलाई। यता हेर सबैजनाले भिडियो यता हेर कति पछि बाटो भेटेर हिँड्दैछ। 8 बजे हिँडेको मान्छे नसाचिदो रहेछ उमेर झोलाभित्र साँची बनै फुल्यो तितेपाती केसै फुल्यो शिरमा बाला जोबन ढल्की गयो परे हजुर पिरमा। ती दिन गए यी दिन आए मै खाने गालामा दारी पलाए नाथे उमेर जाँदो रहेछ हातैमा गन्दा गन्दै हेर्दा हेर्दै बुढो भयो हेर्दा हेर्दै बुढो भयो। ल है ल सबैजना हिँड्न नसकेको अवस्थामा हुनुहुन्छ। सबैजना थाकेर लस्ट अवस्थामा के गर्नु, गन्तव्यसम्म पुग्न पनि गाह्रो भएको अवस्था छ सबैजनालाई। रिसाएर यस्तो भए बच्चाहरू। ए के बजाउँछौ बजाऊ। माया जाऊ घन्टी बजाएर। ओइ को जान्छौ जाऊ। डर लाग्यो माया, तिमी जान्छौ नजाने के रहेछ त्यस्तो नजाने गरेर। आउनु यहाँदेखि यता निस्केको है त बुखारबाट।